हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म वनबाटिकाबाट आएर भिडियो गराइराखेको छु र हजुरहरूलाई देखाउनलाई। तपाईँले हेरेर साथ सपोर्ट गरिदिनु होला। यो चाहिँ हाम्रो सर्पिपिङ भनिन्छ। सर्पिपिङ हेर्न स्टार्ट भइसकेको छ खेल्नलाई मान्छेहरू। उता चाहिँ यस्तो गार्डनहरू छ देखिरहेको छ। म चाहिँ यहाँबाट भिडियो बनाइराखेको छु र म यता चाहिँ हाम्रो सबै साथीहरू उता छन्, त्यही उनीसँग भेट्न जानुपर्ने छ। हाम्रो ग्रुप चाहिँ यताबाट हिँडिरहेछन्। यहाँबाट हेर्न सक्नुहुन्छ यो फुलहरू कस्तो राम्रो देखिरहेको छ। हाम्रो ग्रुपहरू यस्ता छन्। यहाँ चाहिँ फुलहरू टिप्न अलि मनाइ छ, त्यसैले यहाँको फुलहरू नटिपिदिनु होला। फुल टिपेपछि यहाँको हेलो गाइज, आज चाहिँ हामी वनबाटिकामा घुम्न आएको छौँ। यहाँबाट हेर्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो देखिरहेको छ। यहाँ सबै थरीका छन्, पहाडहरू पनि छन्। यहाँ ठुलो जिराफ बनाइएको छु। म चाहिँ यहाँबाट भिडियो गराइरहेको छु हजुरलाई देखाउनको लागि। अहिले चाहिँ हामी अगाडि गएर यो जनावर पार्कतिर पनि घुम्न गइरहेछौँ। कस्तो हुन्छ हजुरलाई देखाउने छु त्यहाँको एरियाहरू कस्तो छ। ल हेर्न सक्नुहुन्छ यो वनबाटिका एरियाहरू। अब चाहिँ हामी यता जनावरहरू हेर्न जान्छौँ, जूतिर जान्छौँ। कस्तो के राखिएको छ हजुरहरूलाई देखाउने छु त्यहाँको जूहरू। यता हजुरहरूले देख्न सक्नुहुन्छ फुलहरू टन्नै फुलिरहेको छ। यता रातो यताबाट हेर्न सक्नुहुन्छ यो चाहिँ इन्ट्री बाटो यही हो। यताबाट हामी उता जानुपर्दैछ। अनि साथी म चाहिँ अहिले एक्लै छु। हाम्रो साथीहरू मेरो फ्यामिली परिवार सबै उता छन्। यहाँ हेर्न सक्नुहुन्छ स्मृति पनि यहाँ बनाइएको छ। यो यसमा सायद तल माछा पनि छ होला, पानी हरियो भइसकेको छ। अनि यो मेरो भिडियो पनि हेरेर साथ सपोर्ट पनि गरिदिनु होला, माया गरिदिनु होला। ल तपाईँहरू देख्न सक्नुहुन्छ र म यहाँको सबै ठाउँहरू हजुरलाई देखाउने छु कस्तो कस्तो छ। अहिले चाहिँ हामी यो वनबाटिकाको जूभित्र आइसकेको छौँ र यहाँबाट देखिरहेको हेर्न सक्नुहुन्छ। त्यहाँभित्र चाहिँ चितुवा रहेछ है, ठुलो दुईवटा रहेछ। यता फेरि गिद्ध रहेछ, दुईवटा रहेछ, एउटा भने भुइँमा छ। हाम्रो फ्यामिली चाहिँ अगाडि गएर हेर्दै हिँडिरहेको छन्। यहाँ चाहिँ विश्वको सबैभन्दा ठुलो चरा अस्ट्रिच हेर्न सक्नुहुन्छ। थुप्रै छ, कति ठुलो अस्ट्रिच चरा। तपाईँहरूले पनि यहाँ आएर अवलोकन गर्न सक्नुहुन्छ। यो चोर यो चाहिँ वन कुखुरा है। हाम्रो फ्यामिली उता गइसक्यो। दुम्सीको खोर चाहिँ यता रहेछ हेर्न सक्नुहुन्छ। तर दुम्सी हेर्न, दुम्सी आइसक्यो। दुम्सी हेर्न सक्नुहुन्छ हजुर, दुम्सी यस्तो छ। हेर्न सक्नुहुन्छ यो दुम्सी हो। यसले काँडाले हान्छ ग्यासले है। हेलो तपाईँहरू हेर्न सक्नुहुन्छ यो दुम्सी कति डर लाग्दो छ। यसले काँडाले हान्छ यसको नजिक गयो भने। यो जङ्गली दुम्सी हो। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फेरि अजिङ्गरको खोर। यहाँ अजिङ्गर छ उताभित्र। अजिङ्गर चाहिँ उता छ देखिरहेको छ। यो जालीले अलि देखिएको छैन। हे भालु टोक्छ क्या होइन, भोका होला बेसरी। हेर कत्रो गरेर मान्छे खान्छ है। टोक्छ त। वहाँ त्यो खाना लाएर रहेछ के। विप्लव कस्तो छ यो भालु? भन् त। राम्रो छ। यसको मासु खान्छस्? हाम्रो मासु खान्छ यसले होइन। कस्तो टिट लाग्यो त्यसलाई देखेको त। टिट लागेर भालु देखेर हेर न त्यो पत्ता खान खोजे। यो यिनीहरू शाकाहारी हुन्छ कि दुईटै खान्छ र? मांसाहारी हो तर बाघ भालु यिनीहरू त उसो मासु मात्र खाने हो। केरा भयो नि दिन दिन्न नि यहाँ। विप्लव यता हेर त। त पनि मङ्की त्यो पनि मङ्की हेर्न कति मिलेको न। केरा ल्याउनु पर्यो नि यसो कि त्यता। चराहरु त्यस्तो टोकेर बाहिर निस्किन
मजा लिन्छौँ तिमीलाई कति आजाद भएर हिँड्न मन लाग्छ होला छोडिदियो भने त दौडिन्छ यहाँबाट नि ल उहाँले कसरी सार्छ होला यिनीहरूले यो चाहिँ मयूर हो कति राम्रो हेर्नुहोस् त अब सायद यसले डान्स गर्यो भने कति राम्रो देखिन्थ्यो होला ल्याउनु के ल्याउने गराइदिन्छु यो चाहिँ हाम्रो बाँसकारीको बगैँचा यसरी बनाइएको छ यति सफा छ हेर्न सक्नुहुनेछ म चाहिँ यहाँबाट भिडियो हजुरहरूलाई गराइराखेको छु तपाईँहरू हेर्न सक्नुहुनेछ यहाँको बाँसकारीमा यति शीतल हुन्छ कि अठामा यति गर्मी छ तर यहाँ शीतलको अनुभव हुन्छ फोटो खिच्नेको अलिक कम रहेछन् भिड छैन त्यही भएर खाली छ वनवाटिका पनि आई लभ वनवाटिका फोटो खिच्ने मान्छेहरूको धेरै नै कमी छ खाने हो कि नभनेको बोल्ने भएको किन न तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चर्पेकिङहरू पनि खेल्न सक्नुहुनेछ अहिले भर्खर स्टार्ट भयो म चाहिँ अब हामी चाहिँ भोक लाएर यहाँ नास्ता सास्ता लिएर अब चटपट बनाउन हिँडिराखेको यो चाहिँ हाम्रो देखिरहेको भ्यू टावर हो हाम्रो विवेक चाहिँ पनि उता चटपटको सामान बोकेर हिँडिरहेको छन् उता चाहिँ हेर्न सक्नुहुनेछ यो पिङहरू सबै थरीको राखिएको छ र चप्पी पनि स्टार्ट भइसकेको छ यहाँबाट खेल्नलाई तपाईँहरू पनि टिकट काटेर यहाँ खेल्न सक्नुहुनेछ अनि अहिले चाहिँ म वनवाटिकाको एक्लै यता घुमिराखेको छु यहाँको हेर्न सक्नुहुनेछ यो रुखको गेट कति दामी बनाइएको छ हाम्रो साथी चाहिँ उता गएर अब चाहिँ हामीले यहाँ चटपटहरू बनाउन लागिराखेको छौँ अब चाहिँ हाम्रो यहाँ चटपट बनाउनलाई तयारी हुँदैछ यो फेन्टा उता हाम्रो विवेक उता छन् उता हाम्रो दिदीहरू यो फेरि एकना चाहिँ मोबाइल मात्रै खेलाउने हुन्छ हाम्रो चाहिँ चटपटको तयार हुँदैछ तपाईँहरू हेर्न सक्नुहुनेछ यो चटपट यसमा आलु गाजर मुला तरबुजा विभिन्न किसिमहरूको यहाँ मिसाएर चाहिँ हामीले चटपट बनाउँदैछौँ यो चाहिँ हाम्रो करेन्टको कुरकुरे उनले चाहिँ अहिले भुजा लिएर आइसकेन हेर्नु भुजा नौके चाहिँ भुजा लिएर आइसके दुईजना भएर 20 रुपियाँको भुजा हेर्नुहोस् कति ठुलो छ भुजा चाहिँ ओसिएर बेसरी रहेको छ नि त उहाँ कति रुपियाँको भुजाहरू त 20 को भुजा 20 को भुजा त लियो तर एक्सपायरको परेछ कुरकुरे छैन रे कुरकुरे छैन कहाँबाट लिएको रे कहाँको दोकान चटपट बन्दैछ आजको हाम्रो पिकनिक ड्राई पिकनिक चटपट गर्न तिमीले के काट्दैछौ त हेर त गाजर केमा हाल्ने यो गाजर चटपटमा चटपट के हालेर बनाउने त चटपटमा देखाउ त के अरे त नाम भन त कुरकुरे चाउचाउ त्यसपछि यो लाली वाइवाई चना प्याज टमाटर धनिया खुर्सानी मुला कागती यसलाई चाहिँ हामी मिक्स गरेर उस गर्दैछौँ सबै मिलाएर चाहिँ यहाँ चटपट बनाउँछौँ बनिसकेपछि हजुरहरूलाई देखाउने छु कस्तो बन्ने छ यो चाहिँ हाम्रो फेन्टा उसले विवेकले बाँडिरहेछन् यो चाहिँ चटपट ल खाऊ चटपट चटपट पिरो पिरो पसिना निकालेर खाऊ
सेन्ट्रल ब्याङ्क बिलोले खाँदा खाँदा के भन्थ्यो कति मिठो भन्थ्यो ल कसलाई कसलाई पुगेन विनिसा चाहिँ खासै खान मन लागेन त्यही भएर एक्लै भएर बसिरहन् खान मन लागेन विनिसा चटपट कति खाने चटपट मुखमा पानी आयो होला मिठो हो यहाँ हाम्रो यो फेन्टा पार्टी मिठो चटपटी कुनै साथी हो क्या तितो खाँदैन मिठो तातोले भए त उम्लिन्थ्यो खानु अनि यो अमिलो नुन दुइटै राखेन नुनै थिएन नुन छैन टाउको नुन सुनो मिठो भयो खाँदा स्वर्गको खाना डेलिभर भएर यहाँ आएर हामीले खाएको जस्तो भयो के जस्तो भयो अरे स्वर्गको खाना डेलिभर भएर यहाँ आएको मिठो भयो त्यही नखाला सलादहरू मिठो हो यही मुलाले डिस्टर्ब गरेर अनि कुन निकेले तितो तितो भयो अब चाहिँ हामी वनबाटकै घुमेर सकेपछि अब घरतिर जाने तयारीमा छौँ हाम्रो स्कुटी चाहिँ उता छ निकाल्नु पर्ने छ